नमस्ते सबैजनालाई। मेरो खानकी चाहिँ आजभोलि बसेको कारणले हिटुल छैन नि त, अलि ओभर नै भइरहेछ है खानेकुराहरू। बिहानै बुढीले पहिला तातो पानी 1 गिलास दिन्छ, औषधि खाइयो। त्यसपछि अन्डा हर्लिक्स ल्याइदिन्छ फेरि, त्यसपछि फेरि चिया खाइयो है। 9 बजीतिर 10 बजीतिर खाना खाइयो। अनि त्यसपछि 2-3 बजे फेरि खाजा, फेरि चिया अनि फेरि खाना गर्दा चाहिँ मेरो डोज ओभर भइरहेछ कि खानेकुरामा। त्यही भएर भोलिबाट चाहिँ लगभग हर्लिक्स चिया सबै छोडेर बिहान 1 गिलास तातो पानी, फेरि 8 बजीतिर 1 गिलास, अनि खाना दिउँसो हल्का केही खाजा, मकै भुटिया सुटिया, अनि त्यसपछि बेलुका खाना खाने सिस्टम राख्नु पर्यो। किनभने म बेड रेस्ट भएको धेरै भयो नि त, हिँड्न सकेको छैन। खानेकुरा पच्नु त पचिरहेछ, तर पनि अब मलाई खाएको जति सबै शरीरमै लाग्ने हो नि त अहिले त होइन। त्यही भएर मैले चाहिँ खानेकुरालाई अलिक घटाउने निर्णय गरिसकेको छु। जतिसम्म बेड रेस्टै हुन्छ म त्यतिखेरसम्मलाई चाहिँ खानेकुरा घटाउँछु। अनि म त हिँड्न थालेपछि त अलिकति पसिना आएको यतात्यता आउँछ नि त होइन, चिल्लो पिरो पनि घटाएको छु मैले, घटाउँछु। र अब भोलिबाट चाहिँ दुध चिया पनि खलास गरिदिएको छु। त्यही भएर साथीहरू है, शरीरले पचाउन सक्नेसम्म खानु पऱ्यो नि त। आफू सुते अनि यहाँबाट हँसुरे गरेपछि त गाह्रो हुन्छ। त्यही भएर भोलिबाट चाहिँ लिमिट पार्नु पऱ्यो। आजसम्म खानु खाइहालेँ होइन, फेरि मलाई मासु अलिक बेसी खायो भने गाह्रो हुँदो रहेछ क्या। त्यही भएर अलिकति लिमिट गर्नु पऱ्यो सब चिजलाई।